टिकटक बनाएको के बनाएको आमा चाहिँ होला एउटा चाहिँ नि छोरा होला टिकटक के खिच्दै सकिन्छ ल्याउने भयो है डर लागेर रोक्यो मैले त कस्तो रिङ्गट लाग्यो त्यो भएर कन्टिन्यू गर्दैछु फेरि केही छैन यहाँ हेर्नु कति पर छ जुम गरेर देखाइन्छु 25 अल्ट्रा पो हो त भिडियो अर्का फोटो आऊ घुमा घुमा बिस्तारै बिस्तारै यता यता उता घुम्नुपर्छ त्यसै घुम्नु न अब सर घुम्यो बिस्तारो नकुद नानी टावर चाहिँ होइन यो त्यो के भन्छ त्यसलाई बिर्सेँ मैले त्यही हो ट्रान्समिटरको लागि आमा छोरीको फोटो सेसन भइरहेको छ ट्याक्क टोक्नुपर्छ फेरि आइज यताबाट दाहिनेबाट घुम्नुपर्छ यस्तो राम्रो राम्रो छन् बुट्टाहरू हेर्नुहोस् दर्शकबिन हुने जस्तै आमामा को हो यो मेरा सन्तान बेटा यहाँ त्यसरी उभिनु न यो चाहिँ मेरो बेटा है मेरो बेटी हाई गरिदियो हामी कहाँ आएको रे आज शान्ति डाँडा सुरु भइरहेको छ बेग्लै ए हो अहिलेलाई चाहिँ हालको भिडियो पछाडि पनि हेर फेरि डाङ्गे उयोलाई आज नि त भयो अब आउने बेला गरिएन अब जाने बेला आइसक्रिम खान नभए ठुस्स परेको अवस्था यति हिँड्दा त कस्तो घाँट खुट्टा दुख्यो यार यसलाई रिभर्स गरेर अनि उ गर्नुपर्छ अब आऊ जाऊ आऊ बेटा कमान तलपट्टि आऊ
बिस्तारै 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 नकुद अगाडि हेर हाम्रो क्यामेराम्यान छोरो यहाँ अर्को छ क्यामेराम्यान छ नि आमामा बिस्तारै छोडी त्यहाँ फेरि बाटो काट्नुपर्छ नि मुगलान हेर जाँदैछु सानो रेलै चढेर बिस्तारै नानी त्यहाँ रोड पैसा हिँडेन नि फेरि आगे देखो मेन रोड आइपुगेको हामी छौँ के सोचेर बनाएको के भयो यस सियु वेगन चाहिँ आयो अब स्टार्टिङमा गरिएन अब अहिले चाहिँ गरियो खै अब न त त्यहाँ स्टप यहाँबाट एकैचोटि हेर्ने टिकटक बनाएको के बनाएको आमा चाहिँ होला एउटा चाहिँ नि छोरा होला टिकटक के खिच्दै सकिन्छ ल्याउने भयो लास्टमा को भन्नु भन्दाखेरि मेरै छोरा र बुढी आइसक्यो अघि जाँदा खिच्न पाएन क्या यो चाहिँ मेरो पुन्टु आऊ कमान बेबी अब यहाँ डेन्जर छ क्या टर्निङ चाहिँ यताबाट टर्निङ छ यताबाट टर्निङ छ यहाँ चाहिँ के राख्नु पर्ने हो कि खासमा चाहिँ अब यहाँ भागौँ अब ल भन्ने आएको यहाँ मेरो चाहिँ यहाँ छ गड्डी शान्ति डाँडा दुईतिर हेरेर आइज है नआइज यता नि जङ्गल उता नि जङ्गल यता नि जङ्गल जङ्गलै जङ्गल अब हामी फर्किँदैछौँ ए हो शान्ति डाँडा शान्ति डाँडामा पिज्जा खान आएको यिनीहरू आइसक्रिम वाली तेरा नाम तो बता डर लाग्दो बाटो सबै
पहिला त्यता बाटो हो है डर लागेर रोक्यो मैले त कस्तो रिङ्गट लाग्यो त्यो भएर कन्टिन्यू गर्दैछु फेरि यार निक्की मग नु ल्यान त यस्तो हल्लिन्छ अब मान्छेको टन्ना छ नि त्यो देखिया चाहिँ मेरो गाउँ है अहिले एकछिन देखाउँला अलि चाँडै हिँड्नु पर्यो है एकदम भिड छ अब शनिबारको दिन हो सो तर लागिरहेछ पुग्न लाग्यो ब्याक समात्न पर्छ नि हाम्रो यति कटेर आयो है ठुलो पानी पर्ला जस्तो छ आज पानीले चुट्छ रिङ्गटो लाग्दो छ मुनि हेर त किन्नेको भिड छ अब यहाँ अलिकता पानी छिटायो यहाँबाट भ्यू हेर्दा चाहिँ दामी देखिन्छ 25 अल्ट्रा पो हो त हेर्नुहोस् विस्तार अब आइसकेपछि पुरै हिँड्ने गरेर जाउँ त त्यहाँसम्म चाहिँ मेरो बुढी छोरी छोरा पुगिसक्यो होला उहाँ कहाँ हो यस्तरी देखाउँदा अलिक गाह्रो पर्ने रहेछ फर्स्ट टाइम भ्लगिङ गर्दाखेरिको कुरो हो यो फाइनली यसको पुलको इन्डतिर आइपुग्यो अब यहाँ चाहिँ खासै केही छैन यहाँ हेर्नु कति पर छ जुम गरेर देखिन्छु 25 अल्ट्रा पो हो त के लेखा हो यो बिस्तार यो चाहिँ अब म तपाईँलाई इन्डमा देखाउँछु है अलि पानी पर्ला चाहिँ यहाँ धराप छ